भेट सक्यो हट्यो के छ त्यसमा मैले राख्नुपर्छ भनेको छु के राख्ने भन्नुहुन्छ त शोभा दिदी पनि एक्कासी आउनुभयो र हाम्रो नैतिकताले के भन्छ भन्दाखेरि चाहे जो नै होस् माइती घरमा जो आउँछ त्यो अन्याय पर आएको मान्छेलाई चाहिँ सम्मान गर्नुपर्छ भन्ने नै कुरा र उहाँ दिदी आउनुभयो हामीसँगै बसिरहनु भएको थियो अनि एक्कासी कुराहरू पनि गरिरहनु भएको थियो साथीभाइहरू कोही त्यहाँ अब भनौँ न सिग्नेचर हस्ताक्षरको लागि टिपिरहेको अवस्था थियो एक्कासी के भयो भने शोभा दिदीले उताबाट पुलिसलाई बोलाउनु भयो क्या अनि पुलिसलाई बोलाउने बित्तिकै दिदीले यतापट्टि भने भए उहाँ अब हामीलाई पनि थाहा हुन्थ्यो अलिक फरक हुन्थ्यो दिदीले चाहिँ पुलिसलाई भन्न जानुभयो उता भनेर भन्दा भन्दै महेश बस्नेतको वाइफले चाहिँ आएर कपाल निकाल्नु भयो होइन त्यहाँनिर अरू पनि आउनुभयो अरूको म चिन्दिनँ अब उहाँ चाहिँ अब मेरो मामा भन्दा नजिकको भएर पनि मैले राम्रोसँग चिनेको हो खासमा कि उहाँ नै हो अनि एउटा कुरो के भन्दाखेरि त्यो ठाउँमा यदि महेश बस्नेतकै वाइफ नै हुनुहुन्थ्यो भने